4जना केटाले कन्डम लगाएर बलात्कार गरेर त्यो बहिनीको हत्या गरेको छ। त्यो बच्चाहरूलाई कन्डम लाउनु पर्छ भन्ने कुरा चाहिँ उनीहरूलाई ज्ञान रहेछ। तर हामी नाबालिका हो, हामीले यो खालको कामहरू गलत गर्नु हुँदैन भनी उनीहरूलाई सोचेर त्यतिखेर अहिले कसरी नाबालिका भयो। त्यो 4जना अपराधीहरूको चाहिँ किन अहिलेसम्म सामाजिक सञ्जालमा कुनै पनि फोटोहरू नआएको? हाल्नु पर्दैन? हाल्नु पर्यो नि। जसरी यो बहिनीको होइन त्यो देख्दाखेरि होइन एउटा माथिको लुगा छैन, तलको एउटा सुराल छ, एउटा कालो ज्याकेटले एउटा मुख छोपेको छ त्यो बहिनीको होइन। तपाईँले एउटा पर्चा पनि बोक्नु भएको छ, इनिसालाई न्याय चाहियो भन्ने खालको पर्चा बोक्नु भएको छ। हजुर। के हुँदैछ अब इलिसा बहिनीलाई चाहिँ न्याय मिल्नु पर्यो होइन। बलात्कार गरेर हत्या भएको छ बहिनीको चाहिँ होइन। अब उसलाई चाहिँ कसरी हुन्छ न्याय दिनु पर्यो होइन। अब नेपाल सरकार अब बालेनको न्याय सरकार पाउँछ नि त इनिसाले? मलाई चाहिँ विश्वास लाग्दैन। विश्वास नलागेको कारणले गर्दा नि आज हामी रोडमा आउनु परेको छ के। सुर्खेत गएर के गर्नुहुन्छ? सुर्खेत गएर म झगडा गर्छु, त्यहाँ गएर म बहिनीको लागि अन्यायको लागि विरोध गर्छु, लड्छु। आफूलाई जस्तो मन लाग्छ त्यस्तै तरिकाले चाहिँ म त्यहाँ गएर पेस हुन्छु होइन। यदि साँच्चीकै हामीलाई विश्वास लाग्थ्यो भने हामी कोही पनि रोडमा आएर माइती घरमा आएर हाम्रो आफ्नो समय त्यत्तिकै खेरो फाल्ने थिएन होला। त्यो कारणले गर्दाखेरि कुनै पनि सरकारको विश्वास नलागेर चाहिँ युनिसा बहिनीलाई चाहिँ जसरी हुन्छ न्याय पाउनुपर्छ भन्ने चाहिँ मेरो माग हो। र म भोलि सुर्खेत जाँदैछु। सुर्खेतै जानुहुन्छ? हजुर, म भोलि झगडा गरेर न्याय पाइन्छ? पाउँछ, मजाले पाउँछ। समाधानमा जाने भनेको त्यही मिल्ने होइन त। अनि त्यो त कारबाही त गर्नु पर्यो। समस्याको समाधान झगडा होइन नि त। झगडा त होइन, मलाई नि थाहा छ। तर यो